हेलो एभ्रिवान, हामी चाहिँ क्लास 5 को अल्जेब्रिक एक्सप्रेसन भन्ने च्याप्टरबाट यो क्वेसन गर्दैछौँ। यो चाहिँ एकदम भेरी इम्पोर्टेन्ट हो र क्लास 6 ले 7 ले पनि हेर्दाखेरि भयो, काम लागि नै हाल्छ। र क्वेसन रहेको छ टु अल्जेब्रिक एक्सप्रेसन आर गिभन बिलो। यहाँ चाहिँ हामीले दुईवटा अल्जेब्रिक एक्सप्रेसन दिएको छ, 2x + 3y एन्ड 5x - 3y। यो चाहिँ एउटा भयो, यो चाहिँ हाम्रो अर्को एक्सप्रेसन भयो। अब फर्स्ट क्वेसनले भन्छ, जुन हामीलाई प्राय 1 मार्क्समा सोधिन्छ, डिफाइन लाइक टर्म विथ एन एक्जाम्पल भनेको छ। हामी चाहिँ लाइक टर्म भनेको के हो त्यो डिफाइन गर्नुपर्छ एक्जाम्पल चाहिँ। सो लाइक टर्म भनेको चाहिँ टु टर्म्स having same variable are called like terms. For example, let's say 2a and 5a. So like term भनेको चाहिँ सेम भेरिएबल भएको, जस्तै कि यहाँ सकिन्छ, यहाँ 2a छ, यहाँ 5a छ, दुईटैमा a छ भनेपछि के भयो त हाम्रो लाइक टर्म भयो। त्यसै गरी नम्बर 2 मा सोधेको छ, व्हाट इज द भ्यालु अफ 5xy - 3xy इफ x = 2 एन्ड y = 3। यदि x को मान 2 भए र y को मान 3 भए चाहिँ 5xy - 3xy को भ्यालु चाहिँ कति हुन्छ भनेर भनेको छ। यहाँ निकाल्नुपर्छ अब हामीले भ्यालु हालेर। सो यहाँ लेख्यौँ 5xy - 3xy अब = 5 भनेको कन्स्ट्यान्ट हो, यो भाइ 5 हुन्छ, = इन्टु x भनेको 2 इन्टु फेरि y भनेको 3 माइनस यता 3 को 3 नै हुन्छ, फेरि यहाँ x भनेको 2 y भनेको 3 जुन हामीलाई क्वेसनमै दिएको छ। र यहाँ 5 2 = 10 10 3 = 30 भयो, माइनस यतापट्टि 3 2 = 6 6 3 = 18 भयो। सो 30 - 18 भनेको कति आउँछ एन्सर, यहाँ 12 आउँछ। यो भयो नम्बर बी को एन्सर। सो द भ्यालु अफ 5xy - 3xy इज 12। यसरी लेख्न सक्यो। र त्यसै गरी नम्बर सी मा भनेको छ एड द गिभन एक्सप्रेसन। सो हामीले चाहिँ सबैलाई के गर्नु पर्यो, जोड्नु पर्यो है त। यहाँ लेख्न सकिन्छ 2x + 3y र ब्र्याकेटमा प्लस 5x - 3y ब्र्याकेट खोल्यो, 2x + 3y प्लस 5x - 3y। अब हामीले सुरुमा के गर्नुपर्छ, लाइक टर्मलाई एरेन्ज गरेर अनि प्लस छ भने प्लस, माइनस छ भने माइनस गर्नुपर्छ है त। सो यहाँ लाइक टर्म भनेको 2x र 5x छ। सो 2x + 5x र अर्को भनेको प्लस 3y, यता के छ -3y। अब यहाँ हेर्नु है त, लाइक टर्मलाई हामीले एड गर्न या सब्ट्र्याक्ट गर्न मिल्छ भनेपछि यो 2x + 5x भनेको 7x भयो, यता प्लस 3y - 3y भनेको 3 - 3 भनेको 0 हुन्छ, 0 लेखिरहनु परेन। सो एन्सर आउँछ हाम्रो 7x। सो यही हो। थ्याङ्क यू फर वाचिङ।